यहाँ भर्खरै हाम्रो मन्त्रीको आगमन भइसकेको छ र आगमनसँगै हाम्रो मन्त्री सबैसँग हात मिलाउँदै खादा भइरहँदै हाम्रो यो लाइन बाई लाइन आइरहेका छन्। म भने हाम्रो यो फिल्डको माथिपट्टि उभिएर भिडियो सुट गर्दैछु र रियाजके ब्लग्स चाहिँ उहाँ तल छन्। शिक्षा मन्त्री केपी खनाल फुटबल प्लेयरहरूसँग भेटघाट। मेरो बनाउनु पर्ने त यहाँको छिटो पोस्ट बजेट र अबको कर्मचारीका लागि चाहिने बजेटदेखि लिएर यहाँको ठेकेदारको बजेटको लागि गेटामा आएका थियौँ। क्षेत्र नम्बर 2 को यस क्षेत्रमा चाहिँ विशेष गरी खेल क्षेत्रमा ठुलो खेलाडी उत्पादन गर्न सक्ने ठाउँ, शिक्षा क्षेत्रमा पनि यहाँको अनुभव लिनका लागि चाहिँ एकपटक यो कुनै कार्यक्रमको लागि तयार पारेको तालिका होइन र उहाँ चाहिँ यहाँ आउनका लागि चासो देख्नुभएको र खेल क्षेत्रमा यहाँका खेलाडीहरू यहाँको ठाउँ हेर्नका लागि माननीय मन्त्रीज्यूको पालिकाभरिकै एउटा मात्रै खेल मैदान त्यसको चाहिँ गर्नुको लागि डिपिआर बनिसकेको छ। यसलाई चाहिँ मैले माननीयज्यूलाई पटक चुनावभन्दा अगाडि पनि अहिले पनि झकझकाइरहेको छु। यो चाहिँ जसरी हुन्छ यसलाई चाहिँ गर्नुपर्नेमा अब उहाँलाई पनि मैले गरिरहेको छु। हजुरहरूले पनि यो बारेमा सोचेर यो एउटा मात्रै खेल मैदानलाई अगाडि बढाइदिनु पालिका फन्ड चाहिँ गर्दछ है। धन्यवाद सबैजनालाई। अब मान्यज्यूले भन्नुभयो जसरी नै अब हाम्रो यो सही तालिकामा भएको त थिएन आज यसरी आउने भन्ने। विशेष गरी हामी भोलि गेटाको सेनेट बैठक छ, यसमा यो ठाउँको जनप्रतिनिधिहरू विशेष गरी माननीय केपी खनालज्यू अनि त्यसपछि अहिलेको सम्मानीय प्रधानमन्त्रीज्यू पनि गेटा युनिभर्सिटीप्रति एकदमै पोजिटिभ पनि। एउटा मेडिकल विश्वविद्यालय चाहिँ अब यो देशमा हुनैपर्छ, त्यसमाथि पनि सुदूरपश्चिम यत्रो समयदेखि जहिले पनि दूर मात्र भन्दै आयौँ। अब चाहिँ काठमाडौँबाट नजिक काठमाडौँको विद्यार्थीहरू यता पढ्न आउनु पऱ्यो भन्ने किसिमले चाहिँ अब यताको विश्वविद्यालयमा पनि लगानी गरौँ, कति यताको विद्यार्थीहरू काठमाडौँ पढ्न जाने उताको पनि आउनु पऱ्यो भन्ने किसिमले चाहिँ एउटा राम्रो मेडिकल विश्वविद्यालय पनि बनाउनु पऱ्यो, त्यहाँबाट डक्टर पनि उत्पादन गर्नु पऱ्यो होइन। अनि छन त योजना मान्यज्यूले भने जसरी नै हामीलाई पहिलादेखि सुनाइयो, तर अहिलेसम्म अब पहिलेदेखि एडमिसन सुरु गर्ने हो, पहिलेदेखि पढ्ने हो भन्ने कुरामा त्यति स्पष्टता थिएन। अब हामी भोलि सेनेट बैठक छ, भोलि सेनेट बैठकमा हामी चाहिँ अब आउने अबको एकाडेमिक सेसनबाट जसरी होइन पढाइ सुरु गर्नको लागि हाम्रो तर्फबाट हामी र शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेलकुद क्षेत्रमा अहिलेको सरकार मन्त्रालयहरू मान्यज्यूहरू एकदमै प्रतिबद्ध हुनुहुन्छ। हामी सकेसम्म युवाहरूलाई शिक्षामा खेलकुदमा जोडेर नै सबैजनालाई अगाडि लग्ने हाम्रो योजना पनि छ। यता अब धेरै टाइम अब भाइ बहिनीहरू खेलेको छ, उनीहरू हुनेहरू चाहिँ अहिले बल देखिँदैन, पछि फेरि आउँला अहिलेको लागि एउटा एउटा अनि दुईटा गर्दैछौँ।
यो हप्तामा 2 दिन बिदा गरिएको छ। यो यसरी हेर्दाखेरि विदेशमा पनि यसको सिस्टम छ र 5 दिन पढाइ गर्ने 2 दिन तपाईँको बिदा हुने भने त्यो सिस्टमलाई हेरेर गरेका हौँ, त्यस्तै लागू गर्न खोजेका हौँ, या फेरि हामीले जो इरान, इजरायल, अमेरिका, युक्रेन र रसियामा युद्ध भएका कारणले तत्कालको लागि चाहिँ त्यो अलिकति तेलमै त्यसकै इस्युले गर्दा हो अहिले एकदम सर्टेज भइरहेको छ होइन। त्यसले गर्दाखेरि अहिलेदेखि नै अलिकति हामीले ध्यान दियौँ भने त्यो किसिमको सर्टेज नहोला भनेर अहिले चाहिँ त्यो पेट्रोलियम पदार्थहरूको सर्टेजले नै गर्दा हो। तर अब यो हप्ताको 2 दिन बिदा हुने प्र्याक्टिस यहाँले भन्नुभएको जसरी नै विश्वको धेरै देशमा त्यो अब प्र्याक्टिस पनि छ। अब दीर्घकालीन रूपमा के हुन्छ हेरौँ, तर अहिलेको लागि चाहिँ त्यो भन्दा पनि हामीले चाहिँ अहिलेको पेट्रोलियम पदार्थहरूमा चाहिँ सर्टेज भएको कारणले गरेको। अब सरकार तीव्र गतिमा छ, जनताका थुप्रै आशाहरू पनि छन्। त्यही अनुसार तपाईँहरूले चाहिँ शिक्षा मन्त्रालयले धेरै तयारी पत्रहरू पनि विभिन्न समयमा प्रकाशन गरिराख्नु भएको छ। तर एउटा धेरै नागरिकहरू जनताको प्रश्न छ, जसरी सरकारी विद्यालयलाई तपाईँहरूले चाहिँ लगानी गरिराख्नु भएको छ, त्यसै गरी प्राइभेटलाई पनि लगानी हुनुपर्थ्यो। एउटा प्रश्न जस्तै प्राइभेट स्कुलमा पढाउनुको लागि शिक्षकहरूको लाइसेन्सहरू नभएको यो देशैभरिको गुनासो छ। अब मन्त्रालयले कसरी जान्छ, के सरकारीमा मात्रै लाइसेन्स चाहिने हो? सरकारी सामुदायिक विद्यालयहरूमा हामीले लगानी गर्ने हो, त्यताको शिक्षकहरूमा लगानी गर्ने हो, त्यताको पूर्वाधार विकास गर्ने हो। सामुदायिक विद्यालय भनेको हाम्रो आफ्नो विद्यालय हो। संस्थागत निजी विद्यालयहरू भनेको त्यसलाई पनि यो समाजमा ठाउँ हुनुपर्छ होइन। कुनै न कुनै किसिमले उहाँहरूले पनि समाजमा योगदान गरिराख्नु भएको छ। तर संस्थागत विद्यालयलाई हामीले रेगुलेट गर्ने हो, मोनिटर गर्ने हो, तर लगानी चाहिँ सामुदायिक विद्यालयमा गर्ने हो। लाइसेन्सको विषय दीर्घकालीन रूपमा हामीले हेर्नु पर्दाखेरि पढाउने शिक्षकको कुनै न कुनै किसिमको सर्टिफिकेसनको प्रावधान चाहिँ हुनुपर्छ। यो कानुनमा व्यवस्था चाहिँ लागू भएन, त्यसलाई लागू गर्नुपर्छ। पहिलेबाट सुरु हुन्छ, त्यो अब सुरु हुन्छ। प्लिज ब्याक समस्या छ। आज